मान्छेले मात्रै इन्डियाले नेपालमा भू हस्तक्षेप किन गर्छ भन्ने कुरा बुझ्नलाई भूगोल जाने पुग्छ। भारतलाई नेपालबाट चाहिएको के हो? उसको अर्बनाइजेसन, उसको इन्डस्ट्रियल निड, उसको एग्रिकल्चरल रिक्वायरमेन्टको लागि उसलाई चाहिएको हाइड्रो पावर होइन। उसलाई चाहिएको हाम्रो ठुला ठुला नदीका घाटीहरूमा हाई ड्याम बनाएर पानी जम्मा पार्नु। त्यसैले त्यो नजानेको हुनाले हामीले अहिलेसम्म पनि किन नेपालमा कहिले रहको बिग्बिगी छ, अहिले हिन्दुत्ववादीहरू छन्, कहिले चाहिँ नि इन्डियन एम्बेसडरले हाम्रो पोलिटिसियनलाई फस्लाइन फुस्लुङ पारेका छन्, कहिले मधेसी राजनीतिमा हस्तक्षेप गरेका छन्। यो सबै किन भन्दाखेरि भूगोल जान्नुपर्छ। भूगोल जान्ने मान्छेले हेर्छ कि उनीहरूलाई त पानी चाहिएको छ, पानी त फेरि उनीहरूको त धेरै जसो पानी सिञ्चित हुने त नेपालका नदीहरूमा हो। सिञ्चित भने बुझ्नु भण्डार होइन, हाई ड्याम, लो ड्याम होइन। त्यसैले कसैले इन्डियनलाई नढाँटिकन तिमीहरूको नेपालमाथिको तिमीहरूको चाहना के हो भन्यो भनेदेखि भित्री कुरा तब खुल्छ। हामीलाई त चाहिएको त त्यो हाई ड्याम, कोशी हाई ड्याम, गण्डकीमा, कर्णालीमा, महाकालीमा। किन? उनीहरूको तर्फबाट कुरा जाएछ, हामीलाई त पानी चाहिन्छ वर्षभरिको लागि। पानी चाहिनेमा यहाँ त मनसुन त खालि 3 महिना पर्छ, 4 महिना पर्छ। भण्डारण कहाँ हुनसक्छ भने त समथरमा हुँदैन नि त, पहाडमा हुनुपर्छ। भनेपछि भूगोल नजान्ने नेपालीलाई यसले छुँदै छोयो। हामीले त खालि हाइड्रो पावर भनेर लालायौँ। उनीहरू चाहिँ त्यो ड्यामको बेस चाहिँ नेपाललाई बनाउन चाहन्छ। नेपालमा मात्रै बन्न सक्छ। ड्याम नेपालमा मात्र बन्छ, नेपालमा उनीहरूको त छैन नि त। उनीहरूको त बिहारमा कहाँ छ भने ड्याम बनाउनुहुन्छ होइन? खोज चाहिन्छ, खोजमा ड्याम चाहिन्छ, हाई ड्याम चाहिन्छ है। अब त्यो भए हुनाले म तपाईँलाई एउटा सानो कुरा बताइदिन्छु किन चाहिँ नि नेपाली पत्रकारहरू सुसूचित नहुँदाखेरि सबैलाई चाहिँ नि अप्ठ्यारो पर्यो। म उदाहरण दिन्छु एउटा। कोशी हाई ड्याम चतरामा बनाउने योजना छ। इन्डियनहरूले त्यो कोशी हाई ड्याम बनाउने नेपालले नसोधिकन नेपालको तराईमा ठुला ठुला नहरको योजनै बनाइसके। नेपालीहरूलाई बस्दै छ, त्यो पनि छोडिदियो। हाई ड्याम अब अलिकति कम्प्लिकेटेड हुन्छ, तपाईँलाई अलिकति केयरफुली सुन्नु होला है त। यो हाई ड्याम बनाउँदाखेरि नेपालको त माथि झन्डै यता सुनकोशी भन्दा माथि आउँछ त्यो इनन्डेसन भन्छ नि, जलमग्न हुने। त्यो हाई ड्याम बनाएपछि नेपालको कति इन्फ्रास्ट्रक्चर जान्छ, कति बसोबास जान्छ, कति टारहरू जलमग्न हुन्छन् भन्ने कुरा स्टडी भएको छैन है। झन्डै तपाईँ माथि अरुण 3 को जहाँ छ पोइन्ट छ त्यहाँसम्म पुग्छ त्यो लेक। एकातिर तमोरमा जान्छ माथिसम्म, एकातिर सुनकोशीसम्म पुग्छ। अब तपाईँले एउटा कुरा सुन्नुभयो होला, सुनकोशी मरिन डाइभर्जन भन्ने सुन्नुभएको छ? ओके, अब सुन्नुहोस्। पहिला योजना के थियो? सुनकोशी मरिन डाइभर्जन होइन, पहिला योजना थियो सुनकोशी कमला डाइभर्जन। र कमला डाइभर्जन भयो भने यहाँ मध्य प्रदेशको को हुनुहुन्छ तपाईँ है। अब कमला डाइभर्जन भएको भए त्यो पानी अहिले जुन तरिकाले पानीको अभाव छ मध्य प्रदेशमा सिँचाइको लागि, कमला डाइभर्जन भए त्यो सबै मध्य प्रदेशलाई पुग्ने हुन्थ्यो। तर कमला डाइभर्जनको लागि जुन सुनकोशीमा इन्टेक हुन्छ नि, जहाँबाट पानी लिइन्छ, त्यो त्यहाँ बनाएको भए कोशी हाई ड्यामको हाइट घटाउनु पर्ने हुन्थ्यो। त्यो इन्डियनलाई मान्य भएन। उसले चाहिँ नेपालको जब बन्ला, उनीहरूको बुझाइमा जब बन्ला त्यो के भन्छ हाई ड्याम, त्यति बेला म्याक्सिमम पानी भण्डारण गर्ने हो नि त। त्यो नेपालको मध्य प्रदेशलाई पानी खुवाउनलाई चाहिँ नि होच्चो बनाउने भए चाहिँ के देखायो? किन कुरा भएन? म यो भन्नु खोज्दैछु। इन्डियाबाट त नेपालीले जति कम जाने त्यही रमाइलो उसलाई। नेपालीहरू त खालि इन्डियाले हाम्रो हाइड्रो पावर किन्छ भनेर लालायित छौँ। जब इन्डियालाई एउटा उनीहरूले कोल प्लान्ट बनायो भनेदेखि नेपालबाट आयात गर्ने सबै हाइड्रो पावर त्यतिले पुग्छ। त्यो उनीहरूले त्यत्रो चासो, उनीहरूलाई पानी चाहिएको छ। पानी चाहिँदाखेरि के भइदियो?
अब मधेसका राजनीतिज्ञहरू र एक्टिभिस्टहरू समेत चाहिँ नि उनीहरूलाई यसको चासो भएन। किनभनेदेखि दक्षिणी दबाब पनि होला, काठमाडौँमा त दबाब छ, अनिखेरि जनकपुरमा नहोला र। काठमाडौँको यो केपी ओलीको सरकारले गरेको निर्णय हो बाइदेवे। यो कमला मरिन डाइभर्ज के अरे कमला सुनकोशी कमला डाइभर्जनको प्लान हुँदाहुँदै ए ल ल त्यहाँ नबनाउने मरिनबाट बनाऊ भनेपछि हुनुपर्ने थियो के केपी ओली माथि मधेसको राजनीति जाग्नु पर्ने थियो। नजागे एउटा कारण इन्डियनको पनि दबाब काठमाडौँमा र जनकपुरमा। तर त्योभन्दा पनि महत्त्वपूर्ण हामीले भूगोल नजानेको, ताकि पत्रकारले पनि बुझ्दै बुझेनन् यो मरिनबाट झार्नुको अर्थ मधेस प्रदेशलाई चाहिँ नि पानीबाट वञ्चित गराउँछ। सर मैले बुझेअनुसार अहिले अब यो कहिले नबन्ने गरेर सायद बन्द भयो। होइन मरिन त बनिसक्यो। बन्यो होइन, कमला पनि त्यसरी पनि लिनु हुँदैन। हाम्रो पोलिटिकल सिनेरियो कसरी डेभलप हुन्छ भन्ने कुरा हो। तर हामीले यदि कमलामा झार्यो भनेदेखि चाहिँ मच बेनिफिट हुन्थ्यो उसलाई। र अहिलेलाई चाहिँ नि अब यतापट्टि अहिले चाहिँ मरिनमा गयो। तपाईँले भनेको कुरा मैले बुझेँ नि। तर मैले यसरी भन्छु, मरिनमा त बनिसक्यो, खालि एउटा त्यो तलको टनल बनिसक्यो, त्यो पानी चाहिँ त्यहाँ झर्छ ढिलो चाँडो। कमलाको लागि चाहिँ अब कहिले हो कहिले, किनभनेदेखि जसलाई चाहिन्छ अहिलेको सङ्घीय नेपालको दिन प्रादेशिक संरचना अनुसार त मधेस प्रदेशले चाहिने हो नि, त्यहाँबाटै आवाज आउँदैन भने त पोलिटिक्स भएन होइन। सो तर अस्ति म चाहिँ गाउँ गएको थिएँ। अनि गाउँ जाँदाखेरि अब बाटो मैले सर्च गर्दाखेरि अब टाढा चाहिँ मैले चाहिँ सीतामढीको बाटोको खासमा मैले त्यो गरेर फलो गरेर गएँ। अनि सुसण्डबाट चाहिँ थोरै अगाडि जाँदाखेरि मैले के हेरेँ भने उता एकदम बाटो एकदमै त्यो गएर बनेकै छ एकदम हाइटमा चाहिँ। अनि त्यो पिचभन्दा पनि अहिले जुन बनिरहेछ त्योभन्दा पनि धेरै हाइटमा भयो। अनि मैले सोधेँ एक दुईजनासँग, अनि भनिरहेको छ पानी आउँछ नि त्यो वर्षाको समयमा, त्यो कारणले गर्दा यति हाइटमा भयो। तर त्यो त मलाई के लाग्यो भने मेरो जहाँसम्म कि यो पानी यसको अर्थ यो भयो कि अब यसले गर्दा बिहारमा केही हुँदैन, तर नेपाल वास्तवमा त्यो र बिहार मात्रै होइन, पूर्वाञ्चल भनेको पूर्वी उत्तर प्रदेश र वेस्टर्न उत्तर प्रदेश सबैतिर इन्डियापट्टि अलगा अलगा बाटो बनाइए र कल्भर्टहरू बनाइए पर्याप्त। नेपालले चाहिँ त्यसको बारेमा बनिसकेपछि चाहिँ नि आपत्ति जनाएर एउटा समिति पनि बन्न चाहिँ नि बनेको छ। तर जबसम्म नेपालमा पत्रकारले बुझेको कुराबाट सुसूचित हुँदैन, तपाईँ हेर्नुभयो भनेदेखि तपाईँले गौरको कुरा गर्नुभयो, गौरकै छेउमा इन्डियनले ठुलो तिमीलाई थाहा छ नि होइन, त्यो ठुलो एउटा डाइक बनाएको छ र त्यहाँ डाइक भन्नाले एम्ब्याङ्कमेन्ट, पानी रोक्न मुनिपट्टि यत्रो पल्छ, 5-6 एउटा यत्र मात्रै छ। त्यसैले जब गौर जलमग्न हुन्छ नि त्यो कारण चाहिँ त्यो यत्रो सानो भयो हुनाले त्यसको मतलब नेपालको राजनीतिज्ञहरू र नेपालको इन्जिनियरहरूले इन्डियन इन्जिनियर र राजनीतिज्ञसँग अडान राख्न नसकेको। अडान राख्नलाई कहाँबाट उनीहरूलाई आँट आउँछ जब पत्रकारले बुझ्छ, पत्रकारले नबुझेर। त्यसले यो फरक विषय चाहिँ एकदम इम्पोर्टेन्ट र भूगोलसँगै सम्बन्धित छ। मैले चाहिँ पिक्चर मैले सोचेँ कि पिक्चर